गाडी चढ्यो होइन टक्क लाएर अब 4:30 भइसक्यो अब दाइको बिहाको लागि अब हिँडियो ल आज चाहिँ हाम्रो बिहाको दिन होइन हाम्रो यहाँ हाम्रो केटाहरू चाहिँ सब रेडी हुँदैछन् ल है यहाँ हुनुहुन्छ सबभन्दा हाम्रो चाहिँ ऱ्याङ्कमा चाहिँ 1 नम्बर भन्नुपर्ने रोहन ह्यान्डसम सरी यहाँ हुनुहुन्छ है माई मिस्टेक खै यता हेर्नु त है सबभन्दा राम्रो चाहिँ उहाँ हुनुहुन्छ अनि त्यसपछि चाहिँ उहाँ हुनुभयो अनि त्यसपछि चाहिँ उहाँको चाहिँ मिस्टर अनबिटेबलको टाइटल चाहिँ उहाँसँग छ खै यता यता हेर्नु नलजाइकन हेर्नु लजाउँदा अझै राम्रो देख्नुहुन्छ हजुर त्यही पनि ल ल अझै हाम्रो बहिनी पनि छिन् त ल है नानी चाहिँ यहाँ छ नि अब हाम्रो अब गर्जियस खै ल खै यता हेर्नु ल ल है पिटी लेडी ल जाने अब ल टक्क अब हामी चाहिँ अब जुत्ता अझै एउटा पर्चेस गर्नुपर्ने भयो क्या त्यही भएर ल चल्यो है बिस्तारै आएकै केटा हाम्रो फाइनल ड्रेसअप है ल अब हामी हिँड्न तम तयार हाम्रो ग्रुप कोही भन्दा कम छैन है ल सबैले त वेभ गरिदिनु होला प्लिज स्किन लाग्यो ल हाम्रो गेटबाट तयारी हुँदैछ बाहिर निस्किने हाम्रो दादा एकदम हेन्सी दादा स्मेली गर्दाखेरि ल है ब्यानर है हाम्रो अब जनताको पहिलो टिका चाहिँ उहाँले लाउनु भयो होइन सबभन्दा राम्रो मैले हामी भनिसकेँ है अनि ऊ चाहिँ दोस्रो हुनुहुन्छ है हाम्रो जनता हो न पहिलो जनता ब्याक क्यामेरा हुन्न अनि चालु गरेपछि हुने हुन्छ हाम्रो जनता अर्को सेकेन्ड जनता हो ल सेकेन्ड जनता नै पहिलो जनता तर सेकेन्ड जन्ती हाम्रो जन्ती दादा है त्यस्तो हिँडिरहेको हामी ल हाम्रो दुलाको ग्रान्ड इन्ट्री भइसक्यो छ है ल चट्ट लाएर कसले त हेर्नुहोस् हजुर ठिकै छ ओहो ल भिडियो है टिका लगाइसक्यो ल ल बिस्तारै है नाचेर अस्मिताले अगाडि ल ल ल नानु मिलाइदेऊ बाबु यसरी रिङको है दुईटाको होइन यसरी दुईटैले अब अलिक क्लोज भएर क्या भिनाजुले देखाइदेऊ डल्ले होइन पौने 6 बजे हिँड्नु भने ठिकै टाइम सबै ये पता है हमको यार भएको छ हाम्रो दादाको प्रमोसन भयो है त हेर्नु साथीहरू त्यहाँ हुनुहुन्छ हाम्रो काली बहिनी यहाँ छ है अनि हाम्रो भाइहरू दादा चाहिँ उता जानुभएको छ अनि म चाहिँ यहाँ बसिरहेको छु यस्तै छ एउटै हो क्या अब सिस्टममा पुस्तकले पहिला बिराजो दोहोसी भन्छ पछाडि गएर काँधेनु कसैको बस्छ धेनु कसैको
पुस्तकले जे भन्छ हामीले त्यो पद्धतिसँग त्यसो केही गर्नु पर्दैन पुस्तकले भन्ने होला भन्दै चाहिँ त अब यदि काम गरेर त्यो कन्यादानको सङ्कल्प भयो भने अघि हेर्न पर्दैन हो बाबु हो यति ज्ञानी मान्छेको हो उहाँको माल त्यहाँ लसमट कहाँ हुन्छ लसमट यहाँ त भइयो के यहाँ अब मैले माहौल देखाउन चाहेँ अविनाश दाइलाई पनि देखाइन्छु घुम गयो तपाईँको जे छ त्यही चलन गर्नुहोस् अरू लफडा हामीले कुरा गर्दैन हाम्रा ठाउँमा जाँदा हाम्रो गर्छौँ उहाँहरूको आफ्नो गर्नुहुन्छ त्यो हामीले विवादै गर्दैन तपाईँले समाउनुहोस् कि तपाईँको जे कुरा हो कति पछाडि ए ल बाबु सहयोग गर त ए अङ्कल अङ्कल यही हुनुहुन्छ मामा मामा भित्री आत्माले जाने आत्माले हुन्छ भन्न भित्री ल यसो हेर्नु त अलि अगाडि आउनु त हाम्रो सर हाम्रो तमरासी म्याडम भागिरस सर भन्नु सक्दैन हेर सरलाई सम्झिन्छ भागीरथी म्याडम भन्नु भागिरथी म्याडम ल ल भाइ एक कुरो मिल्यो अब
त यता साइड लागिहाल्छु त यो ल है ल खाली अब यस्तो होला होला ल सर कम त्यहाँ बिन पहिला जाडो कम छ अहिले जत्रै काम गर्नु सर यसो जत्रै महत्त्व रहेछ हातै हो त ठिक छ हात हाल्यो हात हाल्यो तल राखेको अब लिऊ त्यसपछि पोकैसित ल्याउ के थाहा त पहिलो पटक सिकाउनु पर्थेन एउटा लेखेर दिन पर्थ्यो नि बरा पोकैसित ल्याउ पढ्नु पर्यो अरू सबै ठिक भएछ खाने हो कि त सक्नुपर्छ पुरै अब आफै खायो हुन्छ केही भएन त खेती चल यता घुम्नु चल
आजको दिन चाहिँ सकिन लाग्यो अब सुत्ने अवस्था हुँदैछ आज बिहाको आएको दिन ढिलो उठेर 8 बजीसम्म उठेर म सुतेर बोल्दै अब उता के हुन्छ म अब भिडियोमा देखाउँछु एउटा यसो पकाइदिएर एउटा पिरियड खाली थियो र अनि देवी समिति सम्राटमान अर्जुन देवी समिति साथी समस्त मध्ये सिद्धार्थी नाम संस्थाले श्री सूर्य पूर्व प्राणी चन्द्रमा प्राणी मासो तनै मासे श्री सूर्य पूर्व प्राणी चन्द्रमा प्राणी नानी यता हेर भिडियो बनाएर हालिदिन्छु त म पनि ल अब यसो घर आएर टक्क लाएर अब घरबाट नि बुटोल लाग्न थालिसक्यो म फर्किसकेँ 3 बजे गाडी पक्रेर जाने हो बुटोल घर जाने बाटो गाडीको पर्खाइमा टक्क लाएर गाडी मौसम चाहिँ राम्रो छ है कति सम्झायो भगवान 3 मिनट पढ्नु थाल्यो कारबाही हुँदै ल आज चाहिँ फागुनको चाहिँ 13 भनेपछि 14-15 गते नाइट गाडी सोमबार नाइट गाडी चलेर आजबाट बिहाको काम भ्याइयो अब भोलिबाट अफिस